हतियार 100 जनाको हतियार मैले हाने अहिले भर्खर 3200 पुगे दाइ 3200 मैले छेप्रास्ता हाने हो दाइ अब आउनुस् मैले लास्टमा मैले पनि हाने 100 जना चान्चुन त्यहाँबाट आउनु भएको छ ल सम्पूर्ण क्लब हाउसका साथीहरूलाई शुभकामना तपाईहरु यहाँ आउनु भएको छ दाइको उसमा जोडिन जो टिकटकमा जोडिनु भएको थिएन धेरैले टिकटक इन्स्टल गरिसक्नु भएको छ अब आउनुस् तपाईहरुको पुराना पीडादेखि नयाँ पीडादेखि सबै कुरा राख्न पाउनुहुन्छ तपाईहरुले अब हेर्नुस् दाइ कहाँ पुगिसक्यो हेर्नु है त्यहाँ 4000 पुराइदिनु 4000 पुराइदिनु साथीहरु शेयरिङ गरौँ ल 4000 पुराइदिनु अब थोडा सम्पूर्ण पाल्नु हुने साथीहरुलाई धेरै शुभकामना छ तपाईहरु आउनुभयो अब भोलिको स्क्रिप्ट तपाईहरुले पाउनुहुन्छ है दाइको मुखबाट हिजो 3टा सर्किट भन्नुभएको थियो हामीले पाएका थियौं अब आज दाइले भोलि के हुन्छ बजारको विषयमा भन्दै हुन्छ र सबैजना र दाइ भोलिको मार्केट स्ट्राटेजीको विषयमा र आज आउनुभएका यो 4300 तपाईका फलोअर्सलाई देवसेनामा आज आउनुभएका साथीहरूलाई तपाईँको मनभित्री आत्माबाट के भन्न चाहनुहुन्छ ल दाइले बोल्दिनुहोस्। जय सियाराम साथीहरू जय सियाराम। अब जहाँसम्म जो साथीहरू आज जोइन गर्नुभएको छ देव परिवारलाई उहाँहरूलाई स्वागत छ। मनैदेखि हृदयदेखि तपाईँहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु किनभने हामीले जुन लक्ष्य सोच्यौँ 2500 गाह्रो छ तर 3700 पुर्याइदिनु भएको छ। गजबै लागिरहेको छ मलाई कसरी पोसिबल भयो अचानक त्यसरी हैन। तर तपाईहरु सबैजनालाई धन्यवाद भन्न चाहन्छु पहिला त। दोस्रो कुरा जो साथीहरुले फलो गर्नु भएको छैन फलो गरिदिनु होला। अब तेस्रो कुरा अब गुड न्यूज भनेको मसँग एउटा हैन दुईटा छ बेसिकली तर आज एउटा भन्छु भोलि बिहान अर्को भनौला किनभने बिहानको लागि केही राख्नु पर्यो नत्र बिहान केही हुन्न मसँग। सो कसैको गेस छ भने एकचोटि लेखौँ है तल कि गुड न्यूज के हुन सक्छ। म 1-2 मिनेट लिन्छु तपाईहरुको त्यसपछि म गुड न्यूज भन्छु है। गुड न्यूज के हुन सक्छ गुड न्यूज के हो जस्तो लागेको छ मेरो मनमा लागेको जस्तो कुरा छ भने लेखिदिनुस् ल। ठ्याक्कै मलाई चाहिँ एउटा कुरा लागेको छ जो साथी धेरै इन्तजारमा हुनुहुन्थ्यो त्यसको शुभ दिन आयो कि जस्तो मलाई लाग्छ। घरिघरि मेरो मनमा चाहिँ एउटा मतलब एउटा मैले गेस गरेको त साथीहरु लेख्नुस् है सबैले लेख्नुस्। र डनजी देख्नुभयो कति पावर छ भन्ने कुरो यो हामीले धेरै कुरो दाइसँग लाइभमा बस्दा यहाँ अहिले 10,000 म दाइले 1 घण्टा पर्खिनु भने 10,000 असम्भव म 10,000 पुऱ्याउँछु तर मलाई एडी भाइ प्रसाद भाइ जस्तो मान्छे चाहिन्छ यहाँ जान्छ एकदम अजयजीले कसरी लागेर हाम्रो ससाङ भाइ एडजी सोचेको थिएन मैले 2500 आउँछ तर दयाले 3700 गजबै छ यार। धन्यवाद दाइ। यस्तो हो लिडरशिप जब स्ट्रङ हुन्छ नि 2/3 मत पाउँछ नि पार्लियामेन्टमा त्यस्तै हो गाइ हो भने when we are in power when we are in लिडरलाई साथीहरु जब विश्वास गर्नुहुन्छ नि यो तीनटा शरीर हजुरको जुन बाचा थियो नि त्यो पुरा भइसकेपछि साथीहरुमा पनि कन्फिडेन्स बिल्ड अप भएको क्या दिमेन सर। अनि अरूले पनि देखे नि त छ यो अरू छ नि त खुट्टा तान्ने भरियाहरू यिनीहरुले पनि त्यो देखेका दाइले बोलेपछि सक्यो भन्ने कुरालाई बुझेरै अनि अब लुकी त आइडी फेक बनाए पनि आउनै पर्यो नि त आउन त लास्टमा गएर त्यही भएको आज। सही कुरा साथीहरु हैन। फेरि म भन्छु साथीहरुको एक्सपेक्टेसन सिन्धुको राइट अप्रुभलको बारेमा रहेछ हैन। मैले पनि त थाहा पाउँदो रहेछु नि के कुरा हो भनेर हैन। सिन्धुको राइट अप्रुभल धेरै नजिक छ पहिलो कुरा त। तर गुड न्यूज भनेको म यति भन्न चाहन्छु आज हाम्रो जो साथीहरुको ग्रुपमा गफ बसेर जुन गफ भयो त्यसको निचोड यो हो भोलि हाम्रो 4वटा अल्ट्रा लो क्याप मध्ये एउटामा सर्किट लाग्छ। मात्र एउटा दाइ हजुर मात्र एउटा सर्किटको कुरा गरे सर्किट 10% भोलि जति सप्लाई आए पनि जति जे आए पनि हैन त्यो पुरै सप्लाईलाई सुकाउने गरी भोलि खाइन्छ र भोलि तपाईको आफ्टर हाफ एन आवर ताण्डव सुरु हुन्छ। बुझ्यौ नि साथीहरु सबैजनाले कुरा बुझ्यो नि जे बाँकी छ बाँकी रगौ नि भोलि पुरा भइहाल्छ साथीहरु छोड्दियो कुरै नभएर है। र जहाँसम्म तपाईहरुको सिन्धुको राइटको एक्सपेक्टेसन छ त्यो छिटै पुरा हुन्छ र एउटा कम्पनीको एकदम गुड न्यूज जुन हाम्रो
जसको महिना चलिरहेछ, जसको महिनामा 5 दिन मात्र बित्या छ अहिले त, त्यसको 99% भोलि गुड न्युज दिन सकिन्छ होला। फेरि मैले एउटा कुरा यहाँ राखेँ, मैले बोलेको कुनै पनि कुरालाई आधार बनाएर कुनै पनि बाइङ वा सेलिङ डिसिजन चाहिँ नगर्नु होला होइन। तर भोलिसम्म केही राइटको आउँछ है, केही ठुलो धमाका आउँछ भन्ने कुरा सुनेको छु है साथीहरू, त्यति भनिदिए। दाइ बुलमा त यो डिस्क्लेमर पनि दिनु पर्दैन होला हौ। स्क्रिनमा ट्याप ट्याप पनि गर्नुहोस् है, स्क्रिनमा ट्याप ट्याप गर्नुहोस् है। सबैभन्दा पावर भनेको चाहिँ यो हो। स्क्रिप्ट खुलाउन मिल्दैन दाइ, हजुर स्क्रिप्ट खुलाउन मिल्दैन। सबै कुरा खोलाइदियो भने एउटा कुरा भनौँ हजुर, अनि त्यो बढी होला त्यो भन्यो। केही नभन्नु। त्यति भयो भने भइहाल्यो नि हामीलाई। अब मार्केट लुगा लगाउँछौ नि मैले भने नि दाइ, देख्छौ सबै दाइ लाग्दैन। मैले भने नि स्क्रिप्ट चाहिँ खुलाउनै पर्दैन। भोलि मेरो एउटा स्क्रिप्टमा भोलि सर्किट लाग्दैछ, बस म त खुसी छु। म त सबैमा छु, 4वटामै छु, प्लस एउटा पाँचवटामै छु। एकदम एकदम। अब मैले भने नि भोलि एउटा हेभी सप्लाईको जसमा हामी वेट गरिरहेको थियौँ र जसमा सर्किट लाग्न सकेका छैन, त्यसमा भोलि 99% हाफ एन आवर पछि ताण्डव सुरु हुन्छ। ल पुरो बुझिहाल्नु साथीहरू। अब साथीहरूले भोलि सुरुमै थाहा पाइहाल्नुहुन्छ। सेकेन्ड आवर भनेपछि दाइले के स्ट्राटेजी आउनुहुन्छ थाहा बुझिहाल्नुहुन्छ, कुन लाग्छ भने थाहा पाइहाल्नुहुन्छ। ठिकै छ, भोलि 3-4 लाख किता खाने गरी कुरा बार छ। अब हेरौँ भोलि हाफ एन आवरमा क्लियर हुन्छ तपाईँहरूलाई। हाफ एन आवरको कुरा हो, त्यसपछि त जे हुन्छ आधी घन्टा हो। तर दाइको एउटा लिडरसिपमा हुनुपर्ने सबैभन्दा राम्रो भनेको कुरा चाहिँ दाइको कम्युनिकेसन एकदम क्लियर गरिदिनुहुन्छ क्या। साथीहरूलाई छल कपट गरेर झुक्क्याएर त्यस्तो गरेन भने दाइले अब भन्नु भने भोलि टक्कै एउटा राख्छ, स्योर भइसक्यो क्या आजै राति। अब राति साथी ढुक्क सुतिहाल्नु भयो। किनभने हिजो त